अस्सलामुअलैकुम। ईद मुबारक। ईद मुबारक। ईद मुबारक। अच्छा। हेलो गाइज, अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि म पनि एकदम म यति धेरै खुसी छु कि आज ईदको दिन हो होइन। सबैजना रेडी भइसक्यो तर म रेडी भएको छैन अझै पनि। अनि मैले ब्लगमा इन्ट्रो गर्दाखेरि यति धेरै गरेँ कि अहिलेसम्म भएको छैन। सो यो पनि मलाई थाहा छैन कि यो पनि अलि फिट हुन्छ कि हुँदैन होइन। सो अब म एकैछिनमा रेडी हुन्छु अनि पछि ईदको नमाजको लागि जान्छु। देखाउँछु तपाईँहरूलाई मैले यताको माहौल कस्तो छ। ठीक है। आशा गर्दछु कि त्योभन्दा अझै रमाइलो हुनेवाला छ र तपाईँहरूले पनि भिडियो हेरिराख्नु होला। अनि तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है त। ल यो त लगाए गाइज होइन, तर मलाई मिलाउनै आउँदैन क्या फेरि। यो यस्तो झ्याउ छ नि भने यसलाई भइहाल्छ यार। अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर ला इलाहा इल्लल्लाह अल्लाहु अकबर अल्लाहु अकबर वलिल्लाहिल हम्द। यो सबै मिलाउँदा टाइम भएन होइन। जाम। हाम्रो ईदको नमाज चाहिँ 8 बजे छ अनि अङ्कल र म चाहिँ हिँडिसक्यौँ होइन ईदको नमाजको लागि। अनि हाम्रो चाहिँ यहाँ ईदगाह छैन ईदको नमाज पढ्नको लागि। अनि त्यही भएर चाहिँ मस्जिदमै चाहिँ ईदको नमाज पढ्छौँ हामीले। अनि केटीहरूको लागि चाहिँ अलग्गै ठाउँ छ। बहिनीहरूले पनि आफ्नो सबलाई सिधा गर्नु होला। सबैजना आपसमा मिलेर उभिनु होला। सबको बीचमा जग्गा खाली नराख्नु होला। यदि माथि हालमा ठाउँ नभए तल मैदानमा या बरामदामा पनि पढ्न मिल्छ। त्यहाँ कपडाहरू छ, त्यसको व्यवस्था गरेर नमाज व्यवस्थित रूपले नमाजमा सहभागी भइदिनु होला। अल्लाह तबारक व तआला का अंतिम संदेशा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने भन्नुभएको छ, ईदको दिन यौमुल जाइजा हो, पुरस्कार वितरण गर्ने दिन हो ईदको दिन। मुफ्ती साहब अस्सलाम वालेकुम, ईद मुबारक है। ईद मुबारक। ईद मुबारक। यल्ला हबीबी ईद मुबारक। ए मुजामिल सम गए मुइता देर मुबारक 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 शेख यल्ला यल्ला बिल्ला। अस्सलाम वालेकुम। मलाई बोल्न दिनु। अस्सलामुअलैकुम, ईद मुबारक। ल हामी चाहिँ नमाज पढेर ईदको नमाज पढेर अनि पछि तकबिर सुनेर घरबाट देखिन्छस् कि यतिकैमा देखिन्छ। कहाँ से आते हैं? चिन्ता मान्नु पर्दैन, परास पनि देखिँदैन।
अनि हामी चाहिँ सबैको घरमा चाहिँ सबैलाई सबैलाई के भन्छ त्यसलाई इदीबाद के भन्छ त्यो ईद मुबारक सबैलाई भेट हुँदै अनि पछि सबैको घरमा चाहिँ खाँदै हिँड्यौँ धेरै चला जाऊँ अस्सलाम वालेकुम ईद मुबारक साइड लाइक अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहु। यो चाहिँ हाम्रो सम्पूर्ण अदनान हैन देश विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरुमा ईद उल फितरको शुभकामना व्यक्त गर्दछु। हैन के त्यो हैन ईद मुबारक यतिको भन्न अस्सलाम वालेकुम ईद मुबारक नहीं कम टु नेपाल मोहम्मदले सुनाउँछु ए मोहम्मदलाई हामी चाहिँ अझै एउटा गाउँ आधा गाउँ पनि भएको छैनौँ होइन अहिले पानी पर्न लागिसक्यो अनि अहिलेसम्म अझै होइन आफू भ्लगमा देखिन्छ भनेर बोलाउन आएको कि यो हालिदिने भाइ हालिदिनु हमारे यहाँ ऐसा ही होता है। मेरो मर्जी सेयर गरिदिनु के बहिनी के गर्ने अरे अमिन हाल्नु पर्यो मेरो तिमीले हुनु पर्यो त्यस्तो मैला लागेको भए त एउटा थालमा लिएर आइदेन कम हराएछ यो जुठो नदिए हैन बुर्का ल्याइदिउँ बुर्का पिलाउनेले बुर्का ल्याइदिन्छु के बुर्का ल्याइदिन्छु के सॉरी अब घर जाने हो डुल्ने अझै उता घर जाने हो मुफ्ती महा हबीबी आपका मुख में लगती जाके कपड़ा चेंज करती उसके बाद रेनकोट लगा के घूमती हमारे लिए भी एक लेके आती हम आज भीजते हम तो हमारे पास तो छाता होती और ऊपर से लगाती अब तो दो बार नहाती इसके बाद हम जाती जो 5 महीने से ना नहाती वो जो 5 महीने से नहीं नहाती वो भी नहाती ल ठुस ओ भान्जा ले यार नमाज पढ्दै हो के बोल्ला ल अब चाहिँ हामी लगभग आधा गाउँ सक्यो होइन अब अर्को गाउँतिर जाँदैछौँ हामी हेरौँ पानीले भिज्दै भिज्दै के हुन्छ यसको सेन्सर हो هذا ولد واجد حلو اي حرمه حسن هلا تلبس त्यहाँबाट बुझ्दा आफै आइयो हारुमा लौ सोफिया हाजा वलद अला तुलबो काका केटीको देख्ने बित्तिकै जाँदै गर्दाखेरि होइन आज अलमारी जिस दुकान से लिया माफी मर रही बाबा ताल 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 ताल
पूरा बाउंड्री कराइदिनु अस्सलामुअलैकुम वालेकुम सलाम मुदब्बिर खानजाने हैन खानजाने हैन हजुर बस्नुस् यहाँ हजुरको ब्लगमा एकदम भ्यू जाओस् यार मुजम्मिल कुम फाजिर हैन कुमिल लैला इल्ला कलिला राइट هذا حساس يا ولد يا ولد مرة شو تسوي يا أخي مرة الفيديو धेरै जना हुँदाखेरि खाना पाइदैन क्या राम्रोसँग एक्लै एक्लै खाइरह्यो मलाई नबल्ला एक्लै एक्लै के हन्ते गालीहरू दिन्छ एक्लै एक्लै खाना मजा आउँछ नि गाई ग्रुपमा नखाएको क्या हामीले अस्सलामुअलैकुम ईद मुबारक हाम्रो ग्रुपमा चाहिँ सम्पूर्णजना चाहिँ लगभग सबैजना यहीँ हुनुहुन्छ सबैजना अलग अलग हुनुभएको थियो अनि अहिले चाहिँ सबैजना एकै ठाउँमा भेला हुनुभएको छ र यहाँ चाहिँ हाम्रो हाकिम बाकोमा सबैजनाले खाँदै हुनुहुन्छ देन खुल्टीमा हालेर लिन्छौँ के खुल्टीमा हालेर लिन्छौँ अट्छ ए त्यहाँ पुगेन अरे के उता लिली गाडी आधी लाग्यो यो चाहिँ हाम्रो हाफिजी कति पारा युज भयो अरे 27 3 पारा मात्रै बाँकी छ यार 1 महिनामा सकिन्छ मुजम्मिल हजुर मैं उदास की हूँ मुजम्मिल मेरी माँ कहती है कि रोजा नहीं रखना है पानी पर रहा है यार हाफिजी के बोलेको अलि यस्तो गराउने क्यामेरा अलि तल हो गुड यस्तो मैले जस्तो हालिदिने भाइ मैले त हालिदिने जस्तो पनि हालिदिने हो बस म त हालिदिने पानी पनि धेरै पर्यो होइन अनि त्यही माथि ग्रुपहरू पनि अलग अलग भयो कि सबै केटाहरू कोही घरतिर जाने गरे अनि कोही फेरि अन्त अन्त खाना जाने गरे एकैचोटि हिँडेन नि त्यही भएर मलाई नि झ्याउला म पनि घरतिर हिँड्दिएँ सोल आयो अनि मलाई झ्याउला होइन त्यही भएर चाहिँ म अलिक घरतिर हिँड्दैछु अनि पानी परेर बाटो नि यस्तो हिलो हिलो भए अस्सलामुअलैकुम दाइले चाहिँ मलाई 1000 रुपियाँ दिनुभयो दिदी सबैकोमा घर आइसकेपछि अब चाहिँ फाइनल्ली हाम्रो घरमा नि सबैजना आइसक्नु भयो अनि भित्रै पनि हुनुहुन्छ ए बाबु नकुच न चप्पल जुत्ता कहाँ त होइन स्पेसल यता आउनु के वालेकुम सलाम त्यसैले खाऊ के पाली पाली गरेर को कोलाई चाहियो भन ल खुल्ला छ किन पैसा ओ यति छ यसको खुल्ला गरेर बाँड्नुपर्छ तिमीहरूले बाँड्छौ नि 5 जनालाई 20 सबैलाई 20 रुपियाँ देऊ है
माया सुमेरा ईद मुबारक खै त ईद मुबारक भनेको ल अहिले चाहिँ म होइन आफ्नो कपडाहरू चेन्ज गरेँ अनि लगभग गाउँमा होइन धेरै अब त खाना त रुच्दैन के अरे अनि सबैजनाकोमा गइसक्यौँ हामी अनि केटाहरूले चाहिँ ल घुम्न जाऊँ भनेर भनेको थिएँ अनि त्यही भएर म रेडी भइसकेँ अरू सबैजना रेडी भइसक्यो अरे सो हामी चाहिँ घुम्न जाँदैछौँ ल त्यही कुरो चाहिँ केटाहरू फेरि रेडी भयो कि ओ भाइ रेडी हो त्यत्तिकै जाने यस्तो अझैसम्म मासु लुस्दै छ कि यसले यसको काम छैन यो मान्छे हेर्दा मात्रै दुब्लो खाना भने सित नम्बर 1 मा छ रुखमा आउँदैछ चाहिँ हाम्रो प्रयास भाइको घर होइन अस्सलाम वालेकुम ल जाम रेडी हो यो मान्छेले होइन जुत्ता कतिचोटि चेन्ज गरेको धुनेलाई गाह्रो हुन्न के जुत्ता त्यो जुत्ता अझ नयाँ जुत्ता आउँदैछ पछि त्यो जुत्ता आएपछि हो त्यो सुकाएर बस्ने मैले ए भाइ को हो ए भाइ नहर न साथी हो म खै खतरा हान्छ कि के होइन अदनान हेरै साथी भनेर बोल साथी ओए ब्लग हानेको यस्तो खतरा हान्छु नि म अहिले हेरे हो ओए यो जुत्ता धेरै उयो के पोल पर्छ ओए धर्न मुख भाइ भयो म हान्दिनँ अहिले मुखाले हानेर रुवा दिन्छ कहाँको त टोला बसेको केटाहरूले चाहिँ आएबाट सबैभन्दा बिग्रिने एकदिन मुद्दा आएबाट मान्छे हामीले टुसमा नै लगाएर आयौँ होइन अनि आएर यहाँ नास्ता सास्ता खाएर अनि मौसम पनि एकदम चिसो छ हाम्रो पुरै पानी परिरहेको छ होइन यस्तो भइरहेको मौसम नि ईदको कपडा भन्दा बरु रेनकोट लगाएर बाहिर हिँड्नु जस्तो भइरहेको छ तर के छैन अनि त्यसैको साथमा फेरि जाडो मौसममा चिसो मौसम हामीले टक्क लाएर चिया मगायौँ अनि चिया पिउँदैछौँ अनि फेरि हामी एकैछिन अझै इन्जोय गर्छौँ त्यहाँपछि फेरि घर जान्छौँ हामी है ल केटा हामी चाहिँ यहाँबाट निस्क्यौँ अब होइन अनि होटलमा आएको थियौँ पार्टी गर्न अनि हाम्रो केटाहरू चाहिँ यहाँ छन् होइन एकजना एउटा चाहिँ बुलेट लिएर आएको छ ल अब हामी कहाँ जाने घुम्न ल हामी चाहिँ घुम्न जाँदैछौँ अहिले चाहिँ घर जाँदैनौँ कता कता हुन्छ घुमेर अनि बल्ल घर जान्छौँ हामी चाहिँ आज ईदको दिन अलि मजा त गर्ने पऱ्यो नि होइन फेरि 1-2 हप्तापछि फेरि मलाई होस्टेल जानु छ फेरि त्यहाँपछि त मजा नै आउँदैन पुरा भयो नि किन्ने म ईदको दिन जसरी घुम्न लाग्छ ए ल थ्याङ्क यू शुक्रिया तपाईँको ल अझै केटाहरूले जाम घुम्न त भनेको थियो तर पेट अटस मटस भएर खानै नसके धेरै खाना भएर चाहिँ अटस मटस भएर म घर आएको छु अनि आएर यसो आराम गर्न लागेको आराम पनि गर्न सके छैन अनि यसो पढौँ भनेर किताबहरू निकालेको पढ्न पनि झ्याउ लाग्यो अनि त्यहाँ चाहिँ भ्लगिङ चालु नै गरेर छोड्दैछु मैले मेरै भ्लग हो त्यो चाहिँ अर्को अकाउन्टबाट अन गरेर छोड्दैछु ताकि भ्युज बढोस् वाच टाइम बढोस् भनेर अब तपाईँहरूले सपोर्ट गर्दै गर्नु होला फेरि भेटौँला अर्को भ्लगमा तबसम्मको लागि अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू बाई बाई